हेलो गाइज गुड मर्निङ म उठिसकेको थिएँ बिहान 4 बजे अनि अहिले चाहिँ 5 बजिरहेको छ सो हाम्रो चाहिँ केही रिचुअल्सहरू हुन्छ जुन हामीले बिहानै उज्यालो हुनुभन्दा अगाडि नै गरिसक्नुपर्छ किनभने आज हो भाइटिका अनि त्यसपछि हामीले त्यो रिचुअल्स गरिसकेर घर सरसफा पनि गरिसक्यौँ अब नुहाइधुवाइ गरेर फ्रेस भएर हामी खानाहरू पकाउँछौँ अनि त्यसपछि भाइटिकाको तयारी गर्छौँ तपाईँहरूले मेरो आँखामा देख्न सक्नुहुन्छ यो मैले ह्यान्डमेड काजल लगाएको होइन जुन अहिले पूजा गर्दा हामीले काजल बनाउनुपर्छ त्यही काजल हो मेरो आँखामा अनि अब आज मैले के गर्छु अगाडि म सबै कुराहरू हजुरलाई देखाउँछु है अल्सो प्लिज वाच टिल द एन्ड होइन अनि सो द्याट यु वोन्ट मिस एनी पार्ट बिहानको 5:30 बज्दा पनि तराईमा अहिलेसम्म पनि उज्यालो भएको छैन होइन अनि मलाई चाहिँ उज्यालो भयो कि भएन भनेर बाहिर हेरिदिइरहेको थिएँ तर उज्यालो भएको रहेछ अहिले 5:30 बजिरहेको छ मैले चाहिँ मम्मीलाई एकछिन सघाएपछि माथि छतमा गएको थिएँ म अलिक थोरै काम थियो छतमा अनि छतमा जाँदाखेरि चाहिँ मलाई एकदमै मन परेको यो आकाश होइन अनि सो आई थट टाइम ल्याप्स त लिनै पर्छ अनि त्यही भएर मैले चाहिँ मेरो फोन एक ठाउँमा राखेर टाइम ल्याप्स लिएको थिएँ तपाईँहरू हेर्न सक्नुहुन्छ कस्तो मजाले देखिँदो रहेछ क्या लाइक एक्कासी यो रातो भएर आयो होइन आकाश अनि अब सनराइज त हेर्न मिलेन होइन देखिएन तर पनि यो कस्तो लिड छ क्या चाहिँ छतबाट तल आइसकेको थिएँ अनि यहाँ चाहिँ मम्मीले दालहरू रेडी गर्नुभएको थियो अनि यो चना अनि दालहरूमा सिटी लाउँदै हुनुहुन्थ्यो बुवाले चाहिँ अब मिक्सीमा चाहिँ पिस्नलाई रेडी गरिरहनु भएको थियो मम्मी चिया खाँदै हुनुहुन्छ हेर्नुहोस् अनि त्यसपछि मम्मीले यहाँ दाल मिक्सीमा हालिदिँदै हुनुहुन्थ्यो बुवाले ग्राइन्ड गर्दै हुनुहुन्थ्यो अनि ब्याटर चाहिँ यस्तो बनेको छ अनि यहाँ चना पनि उम्लिसकेको थियो अनि यो चना चाहिँ पुरीको लागि रेडी भइसकेको थियो म नुहाउनु जाँदै थिएँ है सो म चाहिँ नुहाएर आइसकेँ अनि अब चाहिँ म एकछिन मम्मीलाई हेल्प पनि गर्छु अब खाना पकाउनु पऱ्यो होइन सो आज चाहिँ बगिया दाल पुरी अनि त्यसपछि चनाहरू के पकाउनु पर्ने हुन्छ अनि मम्मी एक्लै हुनुहुन्छ मम्मीले एक्लै सक्नुहुन्छ तर अलिक गाह्रै हुन्छ धेरै कुराहरू पकाउनु पर्ने छ नि त अनि कति कुराहरू त हामीले रेडी गरिसक्यौँ अब मम्मी पूजा गर्न जानुभएको छ पूजा गरेर आउनुहुन्छ अनि त्यसपछि हामी खाना पकाउन थाल्छौँ म हजुरहरूलाई देखाउँछु हामी आज के पकाउँछौँ कसरी पकाउँछौँ भनेर है स्टे ट्युन अनि मेरो भिडियो चाहिँ लास्टसम्म हेरिदिनु होला है यता हाम्रो बगियाको लागि दालपुरीको लागि तयारी पनि एकदमै धमाधम स्टार्ट भइसकेको थियो मम्मीले चाहिँ आटाहरू मुस्दै हुनुहुन्थ्यो अनि मैले चाहिँ यसरी भिडियो बनाइरहेको थिएँ होइन अनि चामलको पिठो चाहिँ तातो पानीमा मात्र मुस्नुपर्छ है नत्र चाहिँ त्यो मजाले मुसिँदैन होइन अनि यहाँ मम्मीले आटा मुस्दै हुनुहुन्थ्यो है एकदमै मजाले मिलाएर गर्नुहुन्छ क्या मम्मीले यसरी त हामीलाई पनि आउँदैन नि त मम्मीहरूले गरे जस्तो अनि यहाँ मम्मीले आटा यसरी चलाउँदै हुनुहुन्थ्यो मजाले मैले चाहिँ मजाले दाललाई ग्राइन्ड गरिरहेको थिएँ होइन मिक्सरमा किनभने यसको हामीले दाल पुरी बनाउँदैछौँ बगियाको चाहिँ मैले अघि नै दाल पिसेर राखिसकेको थिएँ अनि आलु पनि उमालिसकेको थिएँ तरकारीको लागि यता बगियाको मसला र त्यो भित्र फिल गर्ने रेडी भइरहेको थियो अनि यता मम्मीले अघिको चामलको पिठोलाई मुस्दै हुनुहुन्थ्यो यता मैले मसला तयार गरिसकेको थिएँ अनि यहाँ मैले अब बगिया बनाउन स्टार्ट गरेको थिएँ होइन हाम्रो तराईमा चाहिँ धेरैजना मान्छेहरूलाई चाहिँ यो बगिया चाहिँ एकदमै मनपर्छ है मेरो चाहिँ पर्सनल फेभरेट हो अब हजुरहरूलाई चाहिँ के हो थाहा भएन होइन यु मस्ट ट्राई वान्स है एकदमै मिठो हुन्छ यो चाहिँ सादा बगिया हो अनि यहाँ चाहिँ आलु र चनाको तरकारी पनि मजाले पाकिसकेको थियो एकदमै मिठो भएको थियो यो तरकारी पनि अनि यहाँ बगिया चाहिँ मैले स्टिम हुन राखिसकेको थिएँ अनि यता चाहिँ यो दाल पुरीलाई हामीले मजाले छानेर निकाल्दैछौँ होइन एकदमै हुन्छ नि यसलाई चाहिँ मजाले फुलाउनु पर्छ क्या नत्र भित्र काचै हुन्छ त्यही भएर मम्मीले चाहिँ मजाले फुलाउनु है भित्र काँचो हुन्छ भनेर भनिराख्नु भएको थियो क्या अनि त्यही भएर मैले चाहिँ मजाले पुरी बनाइरहेको थिएँ होइन अनि हजुरहरूले मेरो पुरी हेर्न सक्नुहुन्छ यस्तो मजाले बनेर तयार भइसकेको खाना पकाएर सबै सकिसक्यो अब चाहिँ म हुँदैछु रेडी होइन अनि त्यसपछि रेडी भइसकेपछि चाहिँ अब हामी निस्किन्छौँ टिका लगाउनलाई अनि त्यसपछि अब म कहाँ जान्छु आज म हजुरहरूलाई सबै देखाउँछु है म चाहिँ रेडी भइसकेँ अब घरबाट निस्किन लागेको
अनि हामी चाहिँ सुरुमा मामा घर जानु लाग्छ मामा घरमा त्यहाँ दाइहरू कुरिरहनु भएको छ अनि त्यहाँ गएर टिका लाएर अनि फेरि म ब्याक टु यता घरतिर फर्किन्छु अनि यहाँ सबैजनालाई टिका लगाइदिन्छु हजुरहरूले अगाडि हेर्दै जानु होला म चाहिँ अब टिका लगाएको भिडियोहरू अनि उता मामा माइजूहरूलाई भेटेर अनि सबै क्लिप्सहरू हालिदिन्छु है हामी चाहिँ यसरी गइरहेको छौँ होइन Water is 2 years old. I'm actually very sassy to something. Hello. Happy Tiar, happy Tiar. Happy Tiar, happy Tiar. Just a beer, khoi. So, अहिले बज्दैछ बेलुकाको 4:30 अनि म चाहिँ भर्खर सबैतिरबाट टिका लगाएर फर्किसकेँ घर अनि अझै एकजना भाइ बाँकी नै छ टिका लगाउनको लागि अब उसको लागि कति बेला निस्किनु पर्छ नो आइडिया अनि मैले चाहिँ बिहानदेखि केही पनि खाएको छैन होइन अब म केही खान्छु एन्ड आइएम सो टायर्ड अनि त्यही हो सो गाइज दिस इज इट फर द डे मेरो भाइटिका चाहिँ यस्तै भयो हजुरहरूको भाइटिका चाहिँ कस्तो भयो कमेन्ट डाउन बिलो होइन अनि मलाई सब्सक्राइब नगर्नु भएकोहरूले मलाई सब्सक्राइब गरिदिनु होला र मेरो भिडियोलाई लाइक गरिदिनु होला है